हेलो साथीहरू, वेलकम। दिस इज माई न्यू च्यानल सक्षम है। भिडियोमा तपाईँहरू नयाँ हुनुहुन्छ। मैले चाहिँ यो टेस्ला कोइल बनाएको भिडियो तपाईँहरूलाई हिजो अस्ति चलाएर देखाएको थिएँ हैन, हजुरहरूलाई याद छ। त साथीहरू, आज तपाईँहरूलाई म टेस्ला कोइलमा मैले के गरेँ त्यस बारेमा भन्न गइरहेको छु। यसलाई म यो बनाउँदा मैले भिडियो त बनाइनँ हैन, किनभने त्यति बेला अब म टेस्टिङ गरिरहेको थिएँ यो चल्छ चल्दैन फेरि भनेर, त्यो भएर बनाइनँ। अहिले फेरि यो खोलेर तपाईँहरूलाई भिडियो बनाएर देखायो भने मलाई मेरो टाइम वेस्ट मात्र हुन्छ क्या। किनभने आखिर टेस्ला कोइल चल्ने नै हो। के कारणले चल्दैन म त्यो तपाईँहरूलाई भनिदिन्छु है। सबैभन्दा पहिला त यहाँनिर हजुरहरूले देखिसक्नुभयो यो कोइलहरू मेरो। अनि तपाईँले सोध्नु होला, तपाईँले यतिमै कसरी चलाउनु भयो टेस्ला कोइल? अरू पनि त चाहिन्छ खोइ सामानहरू। त्यो सामानहरू चाहिँ गाइज मैले यहाँ भित्र हालेको छु है, केही मिलाएर हालेको छु। अनि त्यही तपाईँहरू हेर्नुहोस्, यो चाहिँ एउटा नट जस्तै हो हैन। त्यतिकै डिजाइनको लागि मैले राखिदिएको, नराख्दा पनि हुन्छ। तपाईँहरूलाई म खोलेर देखाउँछु के छ। म गाइज यो बेर्ने काम चाहिँ म यहाँनिर गर्दिनँ है, किनभने तपाईँहरूलाई पनि बेर्न आइहाल्छ। अरू भिडियोमा पनि तपाईँहरूले हेरिसक्नु भएको छ कसरी बेर्ने ओर्ने है। हो, बेर्ने काम चाहिँ म देखाउँदिनँ तपाईँहरूलाई, किनभने तपाईँहरूलाई बेर्ने काम राम्रोसँगले आउँछ, मलाई थाहा छ। यो सेकेन्डरी कोइल कसरी एडजस्ट गर्ने, यो कसरी, यो कति छ यो है, त्यो म सबै देखाउँछु। एकैछिनको लागि रुक्नुहोस्। हेलो साथीहरू, वेलकम। दिस इज माई न्यू च्यानल सक्षम है। भिडियोमा तपाईँहरू नयाँ हुनुहुन्छ। मैले चाहिँ यो टेस्ला कोइल बनाएको भिडियो तपाईँहरूलाई हिजो अस्ति चलाएर देखाएको थिएँ हैन, हजुरहरूलाई याद छ। त साथीहरू, आज तपाईँहरूलाई म टेस्ला कोइलमा मैले के गरेँ त्यस बारेमा भन्न गइरहेको छु। यसलाई म यो बनाउँदा मैले भिडियो त बनाइनँ हैन, किनभने त्यति बेला अब म टेस्टिङ गरिरहेको थिएँ यो चल्छ चल्दैन फेरि भनेर, त्यो भएर बनाइनँ। अहिले फेरि यो खोलेर तपाईँहरूलाई भिडियो बनाएर देखायो भने मलाई मेरो टाइम वेस्ट मात्र हुन्छ क्या। किनभने आखिर टेस्ला कोइल चल्ने नै हो। के कारणले चल्दैन म त्यो तपाईँहरूलाई भनिदिन्छु है। सबैभन्दा पहिला त यहाँनिर हजुरहरूले देखिसक्नुभयो यो कोइलहरू मेरो। अनि तपाईँले सोध्नु होला, तपाईँले यतिमै कसरी चलाउनु भयो टेस्ला कोइल? अरू पनि त चाहिन्छ खोइ सामानहरू। त्यो सामानहरू चाहिँ गाइज मैले यहाँ भित्र हालेको छु है, केही मिलाएर हालेको छु। अनि त्यही तपाईँहरू हेर्नुहोस्, यो चाहिँ एउटा नट जस्तै हो हैन। त्यतिकै डिजाइनको लागि मैले राखिदिएको, नराख्दा पनि हुन्छ। तपाईँहरूलाई म खोलेर देखाउँछु के छ। म गाइज यो बेर्ने काम चाहिँ म यहाँनिर गर्दिनँ है, किनभने तपाईँहरूलाई पनि बेर्न आइहाल्छ। अरू भिडियोमा पनि तपाईँहरूले हेरिसक्नु भएको छ कसरी बेर्ने ओर्ने है। हो, बेर्ने काम चाहिँ म देखाउँदिनँ तपाईँहरूलाई, किनभने तपाईँहरूलाई बेर्ने काम राम्रोसँगले आउँछ, मलाई थाहा छ। यो सेकेन्डरी कोइल कसरी एडजस्ट गर्ने, यो कसरी, यो कति छ यो है, त्यो म सबै देखाउँछु। एकैछिनको लागि रुक्नुहोस्। साथीहरू, तपाईँहरू हेर्न सक्नुहुन्छ हाम्रो सेटअप यति नै हो। केही चाहिँदैन साथीहरू, केही चाहिँदैन। बस यति सेटअपमा तपाईँले यो बल्बलाई हावामा ग्लो गर्न सक्नुहुन्छ है। तपाईँहरूलाई अहिले म लास्टमा यही भिडियोमा देखाइ पनि दिन्छु यो कसरी ग्लो गर्छ है। यो डब्बाभित्रको सेटअप हो यति। यो चाहिँ मैले सुरुमै यतिमा अड्काएको थिएँ यो उसमा, अनि यहाँ माथि राखेको थिएँ, तर पछि फेरि अलिकति एक्स्ट्रा आइडिया आएर गरिदिएँ हैन, तल राख्दिएँ। यो चाहिँ गाइज साथीहरू, भिडियो चाहिँ म भर्खर बनाउन थालेको, त्यही भएर केही नराम्रो कतै केही भएमा माफ गरिदिनु होला मलाई ल। अब तपाईँहरूलाई म डिटेल दिन गइरहेको छु, ध्यान दिएर सुन्नुहोस्। साथीहरू, तपाईँहरू हेर्न सक्नुहुन्छ हाम्रो सेटअप यति नै हो। केही चाहिँदैन साथीहरू, केही चाहिँदैन। बस यति सेटअपमा तपाईँले यो बल्बलाई हावामा ग्लो गर्न सक्नुहुन्छ है। तपाईँहरूलाई अहिले म लास्टमा यही भिडियोमा देखाइ पनि दिन्छु यो कसरी ग्लो गर्छ है।
यो डब्बाभित्रको सेटअप हो। यति यो चाहिँ मैले सुरुमै यतिमा अड्काएको थिएँ यो उसमा, अनि यहाँ माथि राखेको थिएँ, तर पछि फेरि अलिकति एक्स्ट्रा आइडिया आएर गरिदिएँ होइन, तल राख्दै। यो चाहिँ गाइज साथीहरू भिडियो चाहिँ म भर्खर बनाउन थालेको, त्यही भएर केही नराम्रो कतै केही भएमा माफ गरिदिनु होला मलाई ल। अब तपाईँहरूलाई म डिटेल दिन गइरहेको छु, ध्यान दिएर सुन्नुहोस्। मेनली त फोकस गर्नुहोस् यो कोइल। तपाईँहरूले यो कोइलमा जति टर्न बेर्नुहुन्छ नि, जति धेरै बेर्नुहुन्छ त्यति धेरै तपाईँको कोइल इफिसियन्ट हुन्छ साथीहरू। हो, यो मैले पनि ट्राई गरेँ। जति धेरै नम्बर अफ टर्न्स इन सेकेन्डरी कोइल त्यति धेरै तपाईँहरूले इफिसियन्सी पाउनुहुन्छ यो कोइलबाट। र सेकेन्डरी कोइलमा चाहिँ मैले लगभग 1 2 3 4 टन हानेको छु है, लगभग 3 टन भन्नु न, 3 टन हाने। अनि यसलाई मैले फेभिक्विकले अड्काइदिएको छु। कनेक्सनहरू म तपाईँहरूलाई लास्टमा एउटा सर्किट डायग्राम पनि प्रोभाइड गर्छु, यहाँ पनि देखाइदिन्छु तपाईँहरूलाई सजिलोको लागि। सर्किट डायग्राम हेरेर तपाईँहरूलाई अलिक गाह्रो पर्ला है, त्यही भएर त्यहाँनिर म तर नर्मलवाला पुरै इन्जिनियरिङ टाइपको सर्किट डायग्राम बनाउँदिनँ होइन, पुरा रुल अनुसार म त्यहाँनिर तपाईँहरूले बुझ्ने गरी डायग्राम बनाइदिन्छु। यहाँनिर छ एउटा यो ट्रान्जिस्टर जुन 13007 ट्रान्जिस्टर हो यो एउटा है। तपाईँहरूले जुन पनि एउटा लिन सक्नुहुन्छ छनौट गरेर। तपाईँहरूले च्याट जिपिटी अन्य ट्रान्जिस्टर युज गरिरहनु भएको भने तपाईँहरू च्याट जिपिटीमा हाल्नुहोस्, त्यसले भनिदिन्छ तपाईँहरूलाई कनेक्सनहरू है। त्यसले तपाईँहरूलाई कनेक्सन भनिदिएपछि अनि तपाईँहरूले मेन कुरा चाहिँ फोकस केमा गर्ने हो भन्दाखेरि यतिमा यो मेन पार्टमा यो तपाईँले जति राम्रोसँग बनाउन सक्नुहुन्छ नि त्यति इफिसियन्ट कोइल काम गर्ने। यो जति नराम्रोसँग बनाउनुहुन्छ तपाईँको चाहे ट्रान्जिस्टर खत्रै किन होस् तपाईँको कोइल काम गर्दैन। त्यही भएर नम्बर अफ टर्न्समा चाहिँ एकदम फोकस गर्नु होला है। थोरै नम्बर अफ टर्न्स राख्नु हो भने तपाईँहरूको कोइल त्यति इफिसियन्ट हुँदैन र चल्दैन। मेरो पनि यो 9th टाइम हो गाइस मैले यो बनाएको। 9th टाइममा बल्ल बल्ल मेरो पनि बन्यो, किनभने मैले यो पालि चाहिँ बनाउँदाखेरि नम्बर एकचोटि राखिदिएको थिएँ मैले, अनि मैले सोचेँ के गर्नु, यो एकचोटि त ट्राई गरिदिउँ, नम्बर अफ टर्न्स एकचोटि बढाइदिए हेरौँ पुरा भनेर ट्राई गरेको। यो टाइममा चाहिँ चल्दियो गाइज मेरो। मैले तब थाहा पाएँ टेस्ला कोइलमा मेन भनेको यो नम्बर अफ टर्न्स हो। सुरुमा त नम्बर अफ टर्न्स अफ सेकेन्डरी कोइल, त्यसपछि अलिकति मिनिमम यताउति ट्रान्जिस्टर भोल्टेज करेन्ट असिलेट गर्नलाई ट्रान्जिस्टरको काम लाग्छ है। राम्रै खालको ट्रान्जिस्टर पनि तपाईँहरूले लिन सक्नुहुन्छ। बस तपाईँले फोकस यति गर्नुहोस् कि नम्बर अफ टर्न्स तपाईँहरूले बढाउनुहोस्। कतिले अरू युट्युब भिडियो पनि हेरेर भन्नुहुन्छ नि मेरो त कामै गरेन, मेरो काम गरेन यसमा, यो 2N222 ट्रान्जिस्टर लिएको थिएँ मैले, त्यसमा नि भएन, युट्युबबाट हेरेको। त्यो हुन्छ, तपाईँहरू वेट गर्नुहोस्, मेन फोकस गर्नुहोस् यसमा। यो जति बढाउनु भयो नि, यो मैले फेरि भनिरहेको छु, यो जति राम्रो भयो नि त्यति नै इफिसियन्ट तपाईँहरूको कोइल काम गर्ने हो। पहिला त अब यो ट्रान्जिस्टरको कनेक्सन हेरौँ है। तपाईँहरू यदि यही ट्रान्जिस्टर युज गरिरहनु भएको भने यस्तो गरी कनेक्सन गर्नुहोस्। एउटा हिट सिङ्क चाहिँ यो पछाडिको जुन यो मेटल छ यो चाहिँ एउटा हिट सिङ्क हो है। यो ट्रान्जिस्टर तात्तिन्छ, त्यही भएर यसलाई मैले बचाउनको लागि, तात्तिनेबाट बचाउनको लागि यो हिट सिङ्कको प्रयोग गरेको हो। अनि यहाँनिर छ हाम्रो यो पिन, सबैभन्दा लेफ्ट पिन तपाईँहरूको साइडको यो लेफ्ट पिन, यो लेफ्ट पिन हामीले हेर्ने। लेफ्ट पिनमा कनेक्ट छ एउटा रेजिस्टर हो। यो रेजिस्टर यो हो 2.2 किलो ओमको रेजिस्टर। तपाईँहरूले 2.2 किलो ओम, 2.4 किलो ओम, 3 किलो ओम, 10 किलो ओमसम्म तपाईँहरूले युज गर्न सक्नुहुन्छ है। तर 2.2 किलो ओम भन्दा तलको चाहिँ रेजिस्टर युज नगर्नु होला, किनभने यो ट्रान्जिस्टर छिटै हिट गर्छ। तपाईँले त्यस्तो गर्नुभयो भने यो ट्रान्जिस्टर धेरै हिट गर्यो भने यो ड्यामेज हुनसक्छ। त्यही भएर 2 किलो ओम भन्दा तलको रेजिस्टर चाहिँ युज नगर्नुहोस्, त्योभन्दा माथिको युज गर्नुहोस्। फेरि धेरै पनि युज नगर्नुहोस्,
धेरै ठुलो रेजिस्टर पनि युज नगर्नुहोस्, नत्र कोइल काम गर्दैन तपाईँको है। तपाईँले ठिक्क मैले चाहिँ यो च्याट जिपिटीबाट सोद्धाखेरि त्यहाँनिर त्यसले भनेको थियो 2 किलो ओमको पनि 2.2 किलो ओमको पनि युज गर्दा हुन्छ, लगभग 10 किलो ओमसम्मको युज गर्दा 10 किलो ओमको युज गर्दा चाहिँ पर्फेक्ट हुन्छ भनेको थियो। मसँग चाहिँ 10 किलो ओमको रेजिस्टर थिएन अनि मैले 2.2 किलो ओमको रेजिस्टर युज गरेँ होइन। अनि यहाँनिर चाहिँ एउटा क्यापेसिटर, यो चाहिँ मसँग थियो, मैले भेटाएको थिएँ यो कुनै एउटा पुरानो सर्किटबाट, यो चाहिँ मसँग भएकोले मैले यो जोडेँ। तपाईहरु एकचोटि नजोडिकन पनि ट्राई गर्न सक्नुहुन्छ क्यापेसिटरलाई। यो क्यापेसिटरको एउटा कनेक्सन चाहिँ लेफ्ट पिनमा छ अनि अर्को कनेक्सन चाहिँ यहाँ इमिटर भन्नेमा छ, यो सबभन्दा राइट पिनमा छ। अनि यो बिच्चकोबाट चाहिँ एउटा तार जान्छ अनि सेकेन्डरी कोइलको एउटा तारसँग जोडिन्छ यहाँनेर। अनि सेकेन्डरी कोइलको अर्को वायर चाहिँ यो सबैभन्दा छेउको यो लेफ्ट पिनमा आएर जोडिन्छ। अनि यो सबैभन्दा राइट पिन छ यो, एकैछिन म निकाल्दै छु, यो तार मैले जोडेर राखेको यो पिन चाहिँ तपाईहरुको जान्छ नेगेटिभ टर्मिनल। तपाईहरुले ब्याट्री युज गरिराख्नु भएको भने या त ब्याट्री युज गरिराख्नु भएको भने नेगेटिभ टर्मिनल ब्याट्रीको यहाँ, पोजिटिभ टर्मिनल यो रातो यो लेफ्ट पिनमा आयो है। पोजिटिभ टर्मिनल यहाँनेर हाल्नुस्। तपाईहरु दुईटा मध्ये जुन साइडमा पनि कनेक्ट गर्न सक्नुहुन्छ। तपाईहरुले जुनमा काम गर्छ त्यसैमा राख्नु होला। सुरुमा एकचोटि यो साइड राख्नुस्, त्यसपछि अर्को साइड राख्नुस्। जुन साइडमा तपाईहरुले त्यो वायरलाई कनेक्ट गर्नुहुन्छ, जुन साइडबाट जल्छ तपाईहरुको त्यो साइड करेक्ट हुन्छ है। मैले पनि ट्राई गरेको थिएँ यसमा हालेर, मेरोमा यसमा भएन, यसमा चाहिँ राख्दाखेरि चल्यो, त्यही भएर तपाईहरुले मिलाएर राख्नु होला। अनि अर्को छ अब यसको यो तलको भाग के गर्ने, यो तार चाहिँ तपाईहरुले गर्नुपर्छ यहाँनेर कनेक्सन रेजिस्टरको ठ्याक्क पछाडि ठ्याक्क लेफ्ट पिनमा हो। यो लेफ्ट पिनमा तपाईहरुले यो राख्नुपर्छ। अनि यो छ तपाईहरुको क्यापेसिटर भइसक्यो। यो तपाईको यहाँनेर आउँछ कोइलमा, पोजिटिभ टर्मिनल भयो है, पोजिटिभमा, अनि कोइलको एउटा इन्डमा, अनि अर्को साइडबाट चाहिँ कलेक्टर छ यहाँनेर, यहाँबाट करेन्ट जान्छ ओर्छ अनि यहाँबाट फेरि फर्किन्छ जस्तो लाग्छ मलाई चाहिँ, थाहा छैन, मलाई एक्ज्याक्ट थाहा छैन है गाइस। यहाँबाट जान्छ अनि त्यसपछि यहाँबाट निस्किन्छ हो, यो नेगेटिभ टर्मिनलबाट। साथीहरु यति हो कनेक्सन है। तपाईहरुलाई म एकचोटि यो देखाइ पनि दिन्छु, तपाईहरुलाई पछि अलि सजिलो हुन्छ है, तपाईहरु बनाउन सक्नुहुन्छ। यो कनेक्सन चाहिँ जुन छ नि, तपाईहरुको ट्रान्जिस्टर फरक छ भने यो कनेक्सन पनि फरक हुन सक्छ है। एउटै फरक ट्रान्जिस्टरको एउटै कनेक्सन हुन्छ भन्ने छैन। तपाईहरुले आफ्नो ट्रान्जिस्टरको नाम च्याट जिपिटी या त कुनै एआईमा जेमिनी जेनमा पनि देखाए पनि कुनै एउटा एआईमा देखाउनुस्, त्यसले तपाईलाई कनेक्सनहरु भनिदिन्छ। अनि त्यसले कनेक्सन भनिदिएपछि तपाईहरुलाई कनेक्सन गर्नुस्। मेन कुरा भनेको ट्रान्जिस्टर, त्यसले यो पनि भनिदिन्छ यो ट्रान्जिस्टर ठिक छ कि छैन, यो टेस्ला कोइल अपरेट गर्नलाई त्यसले भन्यो ठिक छ, यो चल्छ यसले पनि भनेर भन्यो भने त्यो कोइल चल्छ गाइस है। बस तपाईले त्यसको कनेक्सन मिलाउनु पर्छ। अनि त्यसपछि यो हो मेन कुरा क्या। यो जति धेरै हुन्छ नि, यो जति धेरै बनाउन सक्नुहुन्छ, जति तामा छ तपाईहरुको त्यो लाएर तपाईहरुले कपर, तामा मतलब कपर जति छ त्यतिले यो बेर्नु भयो भने नि तपाईको कोइल बल्नबाट कसैले रोक्न सक्दैन गाइस है। मैले टर्न चाहिँ गर्ने छैन हैन। यसको रुक्नुहोस्, म लेन्थ नापेर देखाइदिन्छु तपाईहरुलाई। यसको लेन्थ चाहिँ छ लगभग यहाँनेर 12-13 जतिको छ यो गाइस। लगभग 13 सेन्टिमिटरमा 13 सेन्टिमिटरको उ छ यो कपर वायर, 13 सेन्टिमिटरको पाइप छ, लगभग 13 को छ हैन, लगभग 13 को छ। 13 चाहिँ ठ्याक्कै छैन, 13 12.5 जतिको छ है। अनि त्यसपछि यसको डायामिटर चाहिँ छ यहाँनेर 2 सेन्टिमिटरको डायामिटर छ है। यसको
2 सेन्टिमिटरको डायमिटर छ। यतिमा तपाईँले घुमाउनु भयो भने कोइल तपाईँको वर्क गर्छ नै गर्छ यतिमा है, नगर्ने कुरै हुँदैन। अनि त्यसपछि कोइल त्यसपछि तपाईँ अझै बढाउनुहुन्छ, तपाईँसँग अझै तामा छ भने तपाईँलाई अझै बढाउन सक्नुहुन्छ, अझै ठुलो पार्न सक्नुहुन्छ है। जति ठुलो यो सेकेन्डरी कोइल भयो त्यति राम्रो तपाईँहरूको टेस्ला कोइल हुन्छ। अनि एउटा कुरा याद राख्नुहोस्, यो कोइलको लम्बाइ जति बढाउनुहुन्छ यो सेकेन्डरी कोइलमा टर्न पनि अलिकति बढाउनुपर्छ है तपाईँहरूले, यसलाई मात्र गर्नु हुँदैन। यसलाई बढाउनु अझै ठुलो पार्नु भयो भने तपाईँहरूले यसलाई के गर्नुपर्छ, लगभग 5-6 यस्तै बनाउनुपर्छ तपाईँहरूले टर्नहरू है। तपाईँहरूलाई रेसियो इक्वल ठ्याक्क रेसियो नै पार्नुपर्छ भन्ने छैन, मिलाएर बनाउँदा हुन्छ है। तपाईँहरूलाई अब कन्फ्युजन भयो कति टर्न पार्ने यसको कति गर्ने भन्दाखेरि तपाईँहरूले एआईको युज गर्न सक्नुहुन्छ मेनली त। तपाईँहरूलाई मैले यस लागि बनाएर देखाइन गाइज, किनभने यो खोल्न र बेर्न धेरै झ्याउ हुन्छ साथीहरू। यो खोलेर तपाईँहरूलाई लास्टमा आखिर कनेक्सनै त देखाउने, यो कनेक्सन गर्न है। यो कनेक्सन पनि खोलेर आखिर फेरि यही कनेक्सन गर्ने हो, त्यही भएर मैले तपाईँहरूलाई फेरि खोलेर चाहिँ कनेक्सन देखाइनँ। डाइरेक्टै यति यो तपाईँहरूले बेर्न सकिहाल्नुहुन्छ। यति कनेक्सन गर्नुहोस्, यति कनेक्सन गर्नुहोस् है। म फोटो पनि खिचेर हालिदिन्छु तपाईँहरूलाई। यति कनेक्सन गरेर तपाईँहरूले ट्राई गर्नु भने तपाईँहरूको टेस्ला कोइल काम गर्छ नै गर्छ, त्यो म ग्यारेन्टी दिन्छु है। अनि मेन कुरा साथीहरू, हार कहिले नमान्नुहोस् है, हार कहिले नमान्नुहोस्, गरिबस्नुहोस्। मैले भनिसकेँ त तपाईँहरूलाई, यो मेरो 9th टाइम हो साथीहरू, 9th टाइम। मैले टेस्ला कोइल चाहिँ के मेनली त फोकस गर्नुहोस् यो कोइल। तपाईँहरूले यो कोइलमा जति टर्न बेर्नुहुन्छ नि, जति धेरै बेर्नुहुन्छ त्यति धेरै तपाईँको कोइल इफिसियन्ट हुन्छ साथीहरू। हो, यो मैले पनि ट्राई गरेँ। जति धेरै नम्बर अफ टर्न्स इन सेकेन्डरी कोइल त्यति धेरै तपाईँहरूले इफिसियन्सी पाउनुहुन्छ यो कोइलबाट। र सेकेन्डरी कोइलमा चाहिँ मैले लगभग 1 2 3 4 टर्न हानेको छु है, लगभग 3 टर्न भन्नु न, 3 टर्न हाने। अनि यसलाई मैले फेभिक्विकले अड्काइदिएको छु। कनेक्सनहरू म तपाईँहरूलाई लास्टमा एउटा सर्किट डायग्राम पनि प्रोभाइड गर्छु, यहाँ पनि देखाइदिन्छु तपाईँहरूलाई सजिलोको लागि। सर्किट डायग्राम हेरेर तपाईँहरूलाई अलिक गाह्रो पर्ला है, त्यही भएर त्यहाँनिर म तर नर्मलवाला पुरै इन्जिनियरिङ टाइपको सर्किट डायग्राम बनाउँदिनँ होइन, पुरा रुल अनुसार म त्यहाँनिर तपाईँहरूले बुझ्ने गरी डायग्राम बनाइदिन्छु। यहाँनिर छ एउटा यो ट्रान्जिस्टर जुन 13007 ट्रान्जिस्टर हो यो एउटा है। तपाईँहरूले जुन पनि एउटा लिन सक्नुहुन्छ छनौट गरेर। तपाईँहरूले च्याट जिपिटी अन्य ट्रान्जिस्टर युज गरिरहनु भएको भने तपाईँहरू च्याट जिपिटीमा हाल्नुहोस्, त्यसले भनिदिन्छ तपाईँहरूलाई कनेक्सनहरू है। त्यसले तपाईँहरूलाई कनेक्सन भनिदिएपछि अनि तपाईँहरूले मेन कुरा चाहिँ फोकस केमा गर्ने हो भन्दाखेरि यतिमा यो मेन पार्टमा यो तपाईँले जति राम्रोसँग बनाउन सक्नुहुन्छ नि त्यति इफिसियन्ट यो कोइल काम गर्ने। यो जति नराम्रोसँग बनाउनुहुन्छ तपाईँको चाहे ट्रान्जिस्टर खत्रै किन होस् तपाईँको कोइल काम गर्दैन। त्यही भएर नम्बर अफ टर्न्समा चाहिँ एकदम फोकस गर्नु होला है। थोरै नम्बर अफ टर्न्स राख्नु हो भने तपाईँहरूको कोइल त्यति इफिसियन्ट हुँदैन र चल्दैन। मेरो पनि यो 9th टाइम हो गाइस, मैले यो बनाएको 9th टाइममा बल्ल बल्ल मेरो पनि बन्यो। किनभने मैले यो पालि चाहिँ बनाउँदाखेरि नम्बर एकचोटि राखिदिएको थिएँ मैले, अनि मैले सोचेँ के गर्नु, यो एकचोटि त ट्राई गरिदिउँ, नम्बर अफ टर्न्स एकचोटि बढाइदिए हेरौँ पुरा भनेर ट्राई गरेको। यो टाइममा चाहिँ चल्दियो गाइज मेरो। मैले तब थाहा पाएँ टेस्ला कोइलमा मेन भनेको यो नम्बर अफ टर्न्स हो। सुरुमा त नम्बर अफ टर्न्स अफ सेकेन्डरी कोइल, त्यसपछि अलिकति मिनिमम यताउति ट्रान्जिस्टर भोल्टेज करेन्ट असिलेट गर्नलाई ट्रान्जिस्टरको काम लाग्छ है। राम्रै खालको ट्रान्जिस्टर पनि तपाईँहरू लिन सक्नुहुन्छ। बस तपाईँले फोकस यति गर्नुहोस् कि नम्बर अफ टर्न्स तपाईँहरूले बढाउनुहोस्। कतिले अरू युट्युब भिडियो पनि हेरेर
भन्नुहुन्छ नि मेरो त कामै गरेन, मेरो काम गरेन, यसमा यो 2N222 ट्रान्जिस्टर लिएको थिएँ मैले, त्यसमा नि भएन, युट्युबबाट हेरेको। त्यो हुन्छ, तपाईँहरू वेट गर्नुहोस्, मेन फोकस गर्नुहोस् यसमा। यो जति बढाउनु भयो नि, यो मैले फेरि भनिरहेको छु, यो जति राम्रो भयो नि त्यति नै इफिसियन्ट तपाईँहरूको कोइल काम गर्ने हो। पहिला त अब यो ट्रान्जिस्टरको कनेक्सन हेरौँ है। तपाईँहरू यदि यही ट्रान्जिस्टर युज गरिरहनु भएको भने यस्तो गरी कनेक्सन गर्नुहोस्। एउटा हिट सिङ्क चाहिँ यो पछाडिको जुन यो मेटल छ यो चाहिँ एउटा हिट सिङ्क हो है। यो ट्रान्जिस्टर तातिन्छ, त्यही भएर यसलाई मैले बचाउनको लागि, तातिनेबाट बचाउनको लागि यो हिट सिङ्कको प्रयोग गरेको हो। अनि यहाँनिर छ हाम्रो यो पिन, सबैभन्दा लेफ्ट पिन, तपाईँहरूको साइडको यो लेफ्ट पिन, यो लेफ्ट पिन हामीले हेर्ने। लेफ्ट पिनमा कनेक्ट छ एउटा रेजिस्टर हो। यो रेजिस्टर यो हो 2.2 किलो ओमको रेजिस्टर। तपाईँहरूले 2.2 किलो ओम, 2.4 किलो ओम, 3 किलो ओम, 10 किलो ओमसम्म तपाईँहरूले युज गर्न सक्नुहुन्छ है। तर 2.2 किलो ओम भन्दा तलको चाहिँ रेजिस्टर युज नगर्नु होला, किनभने यो ट्रान्जिस्टर छिटै हिट गर्छ। तपाईँले त्यस्तो गर्नुभयो भने यो ट्रान्जिस्टर धेरै हिट गर्यो भने यो ड्यामेज हुनसक्छ। त्यही भएर 2 किलो ओम भन्दा तलको रेजिस्टर चाहिँ युज नगर्नुहोस्, त्योभन्दा माथिको युज गर्नुहोस्। फेरि धेरै पनि युज नगर्नुहोस्, धेरै ठुलो रेजिस्टर पनि युज नगर्नुहोस्, नत्र कोइल काम गर्दैन तपाईँको है। तपाईँले ठिक्क मैले चाहिँ यो च्याट जीपीटीबाट सोद्धाखेरि त्यहाँनिर त्यसले भनेको थियो 2 किलो ओमको पनि 2.2 किलो ओमको पनि युज गर्दा हुन्छ, लगभग 10 किलो ओमसम्मको युज गर्दा 10 किलो ओमको युज गर्दा चाहिँ पर्फेक्ट हुन्छ भनेको थियो। मसँग चाहिँ 10 किलो ओमको रेजिस्टर थिएन, अनि मैले 2.2 किलो ओमको रेजिस्टर युज गरेँ होइन। अनि यहाँनिर छ एउटा क्यापेसिटर, यो चाहिँ मसँग थियो, मैले भेटाएको थिएँ यो कुनै एउटा पुरानो सर्किटबाट। यो चाहिँ मसँग भएकोले मैले यो जोडेँ। तपाईँहरू एकचोटि नजोडिकन पनि ट्राई गर्न सक्नुहुन्छ क्यापेसिटरलाई। यो क्यापेसिटरको एउटा कनेक्सन चाहिँ लेफ्ट पिनमा छ, अनि अर्को कनेक्सन चाहिँ यहाँ इमिटर भन्नेमा छ, यो सबभन्दा राइट पिनमा छ। अनि बिचको यो बिचकोबाट चाहिँ एउटा तार जान्छ, अनि सेकेन्डरी कोइलको एउटा तारसँग जोडिन्छ यहाँनिर। अनि सेकेन्डरी कोइलको अर्को वायर चाहिँ यो सबैभन्दा छेउको यो लेफ्ट पिनमा आएर जोडिन्छ। अनि यो सबैभन्दा राइट पिन छ यो, एकैछिन यो म निकाल्दैछु, यो तार मैले जोडेर राखेको। यो पिन चाहिँ तपाईँहरूको जान्छ नेगेटिभ टर्मिनल। तपाईँहरूले ब्याट्री युज गरिराख्नु भएको भने, या त ब्याट्री युज गरिराख्नु भयो भने नेगेटिभ टर्मिनल ब्याट्रीको यहाँ, पोजिटिभ टर्मिनल यो रातो, यो लेफ्ट पिनमा आयो है। पोजिटिभ टर्मिनल यहाँनिर हाल्नुहोस्। तपाईँहरू यो दुईटा मध्ये जुन साइडमा पनि कनेक्ट गर्न सक्नुहुन्छ। तपाईँहरूले जुनमा काम गर्छ त्यसैमा राख्नु होला। सुरुमा एकचोटि यो साइड राख्नुहोस्, त्यसपछि अर्को साइड राख्नुहोस्। जुन साइडमा तपाईँहरूले त्यो वायरलाई कनेक्ट गर्नुहुन्छ, जुन साइडबाट जल्छ तपाईँहरूको त्यो साइड करेक्ट हुन्छ है। मैले पनि ट्राई गरेको थिएँ यसमा हालेर, मेरोमा यसमा भएन, यसमा चाहिँ राख्दाखेरि चल्यो, त्यही भएर तपाईँहरूले मिलाएर राख्नु होला। अनि अर्को छ अब यसको यो तलको भाग के गर्ने, यो तार, यो तार चाहिँ तपाईँहरूले गर्नुपर्छ यहाँनिर कनेक्सन रेजिस्टरको ठ्याक्क पछाडि, ठ्याक्क लेफ्ट पिनमा हो। यो लेफ्ट पिनमा तपाईँहरूले यो राख्नुपर्छ। अनि यो छ तपाईँहरूको क्यापेसिटर भइसक्यो। यो तपाईँको यहाँनिर आउँछ कोइलमा, पोजिटिभ टर्मिनल भयो है, पोजिटिभमा, अनि कोइलको एउटा इन्डमा, अनि अर्को साइडबाट चाहिँ कलेक्टर छ यहाँनिर, यहाँबाट करेन्ट जान्छ गर्छ, अनि यहाँबाट फेरि फर्किन्छ जस्तो लाग्छ मलाई चाहिँ, थाहा छैन, मलाई एक्ज्याक्ट थाहा छैन है गाइस। यहाँबाट जान्छ, अनि त्यसपछि यहाँबाट निस्किन्छ हो, यो नेगेटिभ टर्मिनलबाट। साथीहरू यति हो कनेक्सन है। तपाईँहरूलाई म एकचोटि यो देखाइ पनि दिन्छु, तपाईँहरूलाई पछि अलिक सजिलो हुन्छ है, त्यही भएर बनाउन सक्नुहुन्छ। यो कनेक्सन चाहिँ जुन छ नि, तपाईँहरूको ट्रान्जिस्टर फरक छ भने यो कनेक्सन पनि फरक हुनसक्छ है। एउटै फरक ट्रान्जिस्टरको एउटै कनेक्सन हुन्छ भन्ने छैन। तपाईँहरूले आफ्नो ट्रान्जिस्टरको नाम च्याट जीपीटी या त कुनै एआईमा, जेमिनी, जेनमा पनि देखाए पनि कुनै एउटा एआईमा देखाउनुहोस्,
त्यसले तपाईलाई कनेक्सनहरू भनिदिन्छ। अनि त्यसले कनेक्सन भनिदिएपछि तपाईहरुलाई कनेक्सन गर्नुस्। मेन कुरा भनेको ट्रान्जिस्टर त्यसले यो पनि भनिदिन्छ यो ट्रान्जिस्टर ठिक छ कि छैन, यो टेस्ला कोइल अपरेट गर्नलाई त्यसले भन्यो ठिक छ, यो चल्छ यसले पनि भनेर भन्यो भने त्यो कोइल चल्छ गाइस है। बस तपाईले त्यसको कनेक्सन मिलाउनु पर्छ। अनि त्यसपछि यो हो मेन कुरा क्या। यो जति धेरै हुन्छ नि, यो जति धेरै बनाउन सक्नुहुन्छ, जति तामा छ तपाईहरुको त्यो लाएर तपाईहरुले कपर, तामा मतलब कपर जति छ त्यतिले यो बेर्नु भयो भने नि तपाईको कोइल बल्नबाट कसैले रोक्न सक्दैन गाइस है। मैले टर्न चाहिँ गर्ने छैन हैन। यसको रुक्नुहोस्, म लेन्थ नापेर देखाइदिन्छु तपाईहरुलाई। यसको लेन्थ चाहिँ छ लगभग यहाँनेर 12-13 जतिको छ यो गाइस। लगभग 13 सेन्टिमिटरमा 13 सेन्टिमिटरको उ छ यो कपर वायर। 13 सेन्टिमिटरको पाइप छ। लगभग 13 को छ हैन। लगभग 13 को छ। 13 चाहिँ ठ्याक्कै छैन। 13 12.5 जतिको छ है। अनि त्यसपछि यसको डायामिटर चाहिँ छ यहाँनेर 2 सेन्टिमिटरको डायामिटर छ है। यसको 2 सेन्टिमिटरको डायामिटर छ। यतिमा तपाईले घुमाउनु भयो भने कोइल तपाईको वर्क गर्छ नै गर्छ यतिमा है। नगर्ने कुरै हुँदैन। अनि त्यसपछि कोइल यदि अनि त्यसपछि तपाई अझै बढाउनु हुन्छ, तपाईसँग अझै तामा छ भने तपाईलाई अझै बढाउन सक्नुहुन्छ, अझै ठुलो पार्न सक्नुहुन्छ है। जति ठुलो यो सेकेन्डरी कोइल भयो त्यति राम्रो तपाईहरुको टेस्ला कोइल हुन्छ। अनि एउटा कुरा याद राख्नुहोस्, यो कोइलको लम्बाई जति बढाउनुहुन्छ, यो सेकेन्डरी कोइलमा टर्न पनि अलिकति बढाउनु पर्छ है तपाईहरुले। यसलाई मात्र गर्नु हुँदैन। यसलाई बढाउनु अझै ठुलो पार्नु भयो भने तपाईहरुले यसलाई के गर्नुपर्छ, लगभग 5-6 यस्तै बनाउनु पर्छ तपाईले टर्नहरु है। तपाईहरुलाई रेशियो इक्वल ठ्याक्क रेशियो नै पार्नुपर्छ भन्ने छैन, मिलाएर बनाउँदा हुन्छ है। तपाईहरुलाई अब कन्फ्युजन भयो कति टर्न पार्ने यसको कति गर्ने भन्दाखेरि तपाईहरुले एआई को युज गर्न सक्नुहुन्छ मेनली त। तपाईहरुलाई मैले यसलागि बनाएर देखाइन गाइस, किनभने यो खोल्न र बेर्न धेरै झ्याउ हुन्छ साथीहरु। यो खोलेर तपाईहरुलाई लास्टमा आखिर कनेक्सनै त देखाउने, यो कनेक्सन गर्न है। यो कनेक्सन पनि खोलेर आखिर फेरि यही कनेक्सन गर्ने हो। त्यही भएर मैले तपाईहरुलाई फेरि खोलेर चाहिँ कनेक्सन देखाइन। डाइरेक्टै यति यो तपाईहरुले बेर्न सकिहाल्नुहुन्छ। यति कनेक्सन गर्नुस्, यति कनेक्सन गर्नुस् है। म फोटो पनि खिचेर हाल्दिन्छु तपाईहरुलाई। यति कनेक्सन गरेर तपाईहरुले ट्राई गर्नु भने तपाईहरुको टेस्ला कोइल काम गर्छ नै गर्छ, त्यो म ग्यारेन्टी दिन्छु है। अनि मेन कुरा साथीहरु, हार कहिले नमान्नुस् है। हार कहिले नमान्नुस्, गरिबस्नुस्। मैले भनिसके त तपाईहरुलाई, यो मेरो 9th टाइम हो साथीहरु, 9th टाइम। हाम्रो एरियातिरको त कसैको पनि चल्या छैन यो। जसले बनाए तिनीहरुको कसैको चल्या छैन हाम्रो एरियाको भनेर भने। त्यसले कसैको चल्या छैन, हाम्रो चाहिँ के चल्ला र भनेर मेरो चाहिँ के चल्ला र भनेर मैले सोचेको थिएँ। पछि फेरि मैले आफ्नै अगाडि राखेको थिएँ क्या यसलाई। फेरि मिलाएर जे होस् बनाउनु त बनाएको छ, यसो सजाएर राखिदिउँ न भनेर मैले सजाएर राखेको थिएँ। जब मेरो एससी इक्जाम सकियो है, जब मेरो एससी इक्जाम सकियो अनि छुट्टी भयो, तपाईहरुको पनि भ्याकेसनहरु हुन्छ नि, त्यस्तोमा बनाउन सक्नुहुन्छ। किनभने स्कुल टाइममा बनाउनु भने तपाईको ब्याकलग लाग्न सक्छ हैन। त्यसलाई चाहिँ ब्याकलग लाग्न चाहिँ दिनु हुँदैन है। अनि सक्यो। त्यसपछि चाहिँ मैले सोचेँ के गर्नु अब यो छुट्टीभरि, पढ्नु हल्का फुल्का त प्र्याक्टिस त गर्नुपर्छ हैन। बट प्र्याक्टिस गर्दै यो पनि बनाइहेरौँ भनेर बनाइदिएको। मसँग कपर वायर थियो, मैले राखेको थिएँ। अनि त्यसपछि तामा पनि अलि रहेछ, अनि बेर्दिउँ भनेर मैले बेरेर अनि कनेक्सनहरु हेरेर बनाएको थिएँ। अनि म कन्फर्म थिएँ, यदि यो चल्यो भने चल्यो, चलेन भने चलेन। यदि चल्यो भने राम्रो,
अनि म अझै पनि थिएँ यो पहिला त चलाएको थिएन योपालि पनि चल्दैन होला, त्यही पनि अलिकति राम्रैसँगले कनेक्सन गरेर यो अघि जस्तो मिलाएर अघि मिलाएको थिएँ नि त्यस्तै गरी मिलाएर राखिदिउँ न, किन त्यतिकै काचाङ कुचुङ पारेर राख्नु भनेर भनेको। लास्टमा ट्राई गर्दा बल्ब बल्यो। अनि एउटा मेन कुरा है, हार चाहिँ मान्नु नै हुँदैन। अनि त्यसरी तपाईँहरूको बल्ब जुन छ नि, तपाईँहरूको त्यो काम गऱ्यो भने बल्ब सोच्नु होला कि बल्ब त सानो ग्लो गरेको यहाँ त कति धेरै ग्लो गरेको, त्यो होइन है साथीहरू। मेरो पनि बल्ब त्यो जुन तपाईँहरूलाई योभन्दा अगाडिको भिडियोमा बल्ब ग्लो गराएर देखाएको थिएँ, त्यो पनि ठिकै सानै बल्या हो। बस त्यो मोबाइलमा भिडियो गरी हेर्नुहोस् एकचोटि। हाम्रो एरियातिरको त कसैको पनि चलाएको छैन यो जसले बनाएको तिनीहरूको कसैको चलाएको छैन हाम्रो एरियाको भनेर भने त्यसले। कसैको चलाएको छैन, हाम्रो चाहिँ के चल्ला र भनेर मेरो चाहिँ के चल्ला र भनेर मैले सोचेको थिएँ। पछि फेरि मैले आफ्नै अगाडि राखेको थिएँ क्या यसलाई, फेरि मिलाएर जे होस् बनाउनु त बनाएको छ, यसो सजाएरै राखिदिउँ न भनेर मैले सजाएर राखेको थिएँ। जब मेरो एससी इक्जाम सकियो है, जब मेरो एससी इक्जाम सकियो अनि छुट्टी भयो, तपाईँहरूको पनि भ्याकेसनहरू हुन्छ नि, त्यस्तोमा बनाउन सक्नुहुन्छ किनभने स्कुल टाइममा बनाउनु भने तपाईँको ब्याकलग लाग्न सक्छ होइन, त्यसलाई चाहिँ ब्याकलग लाग्न चाहिँ दिनु हुँदैन है। अनि सक्यो त्यसपछि चाहिँ मैले सोचेँ के गर्नु अब यो छुट्टीभरि, पढ्नु हल्का फुल्का त प्र्याक्टिस त गर्नुपर्छ होइन। बट प्र्याक्टिस गर्दै यो पनि बनाइहेरौँ भनेर बनाइदिएको। मसँग कपर वायर थियो अनि मैले राखेको थिएँ। अनि त्यसपछि तामा पनि अलिक रहेछ अनि बेर्दिउँ भनेर मैले बेरेर अनि कनेक्सनहरू हेरेर बनाएको थिएँ। अनि म कन्फर्म थिएँ यदि यो चल्यो भने चल्यो, चलेन भने चलेन। यदि चल्यो भने राम्रो। अनि म अझै पनि थिएँ यो पहिला त चलाएको थिएन योपालि पनि चल्दैन होला, त्यही पनि अलिकति राम्रैसँगले कनेक्सन गरेर यो अघि जस्तो मिलाएर अघि मिलाएको थिएँ नि त्यस्तै गरी मिलाएर राखिदिउँ न, किन त्यतिकै काचाङ कुचुङ पारेर राख्नु भनेर भनेको। लास्टमा ट्राई गर्दा बल्ब बल्यो। अनि एउटा मेन कुरा है, हार चाहिँ मान्नु नै हुँदैन। अनि त्यसरी तपाईँहरूको बल्ब जुन छ नि, तपाईँहरूको त्यो काम गऱ्यो भने बल्ब सोच्नु होला कि बल्ब त सानो ग्लो गरेको यहाँ त कति धेरै ग्लो गरेको, त्यो होइन है साथीहरू। मेरो पनि बल्ब त्यो जुन तपाईँहरूलाई योभन्दा अगाडिको भिडियोमा बल्ब ग्लो गराएर देखाएको थिएँ, त्यो पनि ठिकै सानै बल्या हो। बस त्यो मोबाइलमा भिडियो गरी हेर्नुहोस् एकचोटि होइन, तपाईँको पनि बल्ब धेरै तोडाले ग्लो गरे जस्तो लाग्छ क्या। तर जे भए पनि हावामा बल्ब ग्लो गर्नु हामीले बनाएको कोहीबाट त्यो पनि ठुलो कुरा हो साथीहरू होइन। त्यही भएर ट्राई गर्न नछोड्नुहोस् कि आफूमा जे आइडिया हुन्छ नि त्यो त सबै ट्राई गर्नुहोस्। जुन तपाईँ ट्राई गर्न सक्नुहुन्न त्यो मलाई पनि भन्नुहोस्, म पनि ट्राई गरिहेर्छु होइन। मैले पनि सकिनँ भने त्यति बेला युट्युबहरूतिर हेर्नुपर्छ होइन। हामी पनि अरूतिर सिक्नुपर्छ हामीले, किनभने लाइफमा लर्निङ गर्नु जरुरी छ। जीवनभरि लर्न गरे गर्नुपर्छ, सिके गर्नुपर्छ जबसम्म मान्छेको शरीरले मृत्यु प्राप्त गर्दैन नि साथीहरू। मेरो हिसाबमा चाहिँ जीवनभरि ज्ञान लिइबस्नुपर्छ, जति ज्ञान लिन सकिन्छ नि त्यति ज्ञान लिनुपर्छ। त्यही भएर मेन कुरा यो टेस्ला कोइल बनाउने जर्नीमा हार चाहिँ नमान्नुहोस् है। किनभने यदि तपाईँहरूले हार मान्नुभयो भने तपाईँहरूको तपाईँहरूको एकदम इनोभेटिभ आइडियाजहरू जुन हुन्छ नि त्यो पनि पछि यो त बनेन फेरि यो चाहिँ के बन्ला र भन्ने हुन्छ। र बनेन भने पनि ठिक छ, त्यसलाई केही पनि नगर्नुहोस्। त्यसलाई जति बनाए त्यसलाई एकदम मिलाएर आफ्नै अगाडि राख्नुहोस्। पछि तपाईँहरूलाई आइडिया आउँछ है, अनि पछि आइडिया आउँछ अनि त्यति बेला बनाउनुहोस्। त्यसैले टेन्सन नलिनुहोस् है, आनन्दले। तर यो आफ्नो स्टडीलाई पनि फोकस गर्नु होला है। यो बनाउने चक्करमा फेरि आफ्नो स्टडीमा असर परिरहेछ भने त्यो चाहिँ नगर्नुहोस्। यो आफ्नो छुट्टी भएको समयमा त्यो मोबाइलहरू हेरिबस्नुभन्दा बरु यस्तै बनाउनुहोस् है। अलिकति इनोभेटिभ आइडिया बनाउनुहोस्, आइडिया ल्याउनुहोस्, मलाई पनि सेयर गर्नुहोस् तपाईँहरूको इनोभेटिभ आइडियाज। म त्यही अनुसार तपाईँहरूलाई पनि भन्छु के हुन्छ कस्तो हुन्छ के गर्ने हो है। म पनि लर्नरै हो तपाईँहरू जस्तै एकदम।
अझ तपाईँहरूमध्ये कोही ठुलो पनि हुनुहुन्छ होला, त्यसमा पनि है। त्यसैले हार कहिले नमान्नुहोस्। टेस्ला कोइलको यति हो, तपाईँहरूलाई देखाइसकेँ। भिडियो हेरिदिनको लागि धेरै धेरै धन्यवाद। र थिङ्क विथ सक्षमलाई सब्सक्राइब गर्नुहोस् है। अगाडि हामीलाई सपोर्ट गर्नुहोस्, मलाई सपोर्ट गर्नुहोस्। तपाईँहरूलाई म अगाडि पनि यस्तै योभन्दा नि राम्रो भिडियोहरू तपाईँहरूलाई हाल्नेछु। अझै पनि च्यानलमा चाहिँ बस्नु होला, लाइक गरिदिनु होला। अनि आफ्नो कुनै इनोभेटिभ साथी छ भने त्यसलाई पनि सेयर गरिदिनु होला है। हामी सँगै कुरा गर्ने, एकअर्काको आइडिया सेयर गर्ने यो च्यानलमा, त्यही हो मेरो उद्देश्य है। अनि त्यसपछि चेतना फैलाउने, यति नै। र साथीहरू, भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच। र अब बाई बाई।